हेलो नमस्ते। आज चाहिँ हामी खाँदैछौँ सुकुटी ढेँडो। त्यसको लागि अब तयारी हुँदैछौँ। प्याज भुट्ने सट्ट लाएर हैन, मलाई चाहिँ नर्मल सिम्पल मनपर्छ। अनि स्वाद लागि चाहिँ हामीले लसुनलाई नपिसिकन त्यसलाई टुक्रा टुक्रा गरेर अनि त्यसपछि प्याज अलि रातो भएपछि चाहिँ अनि त्यसलाई हालेर हल्का भुटिसकेपछि चाहिँ टक्क लाएर हामीले अनि त्यसपछि सुकुटी हालिदिने। सुकुटी हालेर टक्क सुकुटी भुट्ने। अनि हल्का स्वादअनुसारको बेसार, अनि त्यसपछि नुन, त्यसपछि गरम मसलाहरू, अनि पिसेको मसलाहरू हालिदिने। अनि त्यसपछि एकछिन चलाइदिने। अनि त्यसपछि हाम्रो टमाटर पनि हालिदिने। हल्का त्यो मसलाहरू पाकिसकेपछि टमाटर हालिदिएर हल्का चलाइदिने। अनि हल्का चलाएर चाहिँ हामीले छोपिदिनु पर्ने हुन्छ एकछिनको लागि। त्यसपछि हामी चाहिँ मलाई एकदम पिरो मनपर्छ, त्यही भएर डल्ले खोर्सानी 10वटा हालिदिएँ। अनि पिस्ने त्यसलाई धेरै धुलो नगर्ने, किनकि पिरो हुँदैन कुनै डल्ले खोर्सानी मसिनो गरेर पिस्यो भने। मलाई चाहिँ यत्तिको मनपर्छ। अनि यत्तिको, अनि टमाटर पनि पाक्यो। त्यसपछि यसलाई पनि त्यत्तिको हालेर चलाइदिने। अनि त्यसपछि चाहिँ हाम्रो सुकुटी ग्रेभी रेडी। कस्तो छ सुकुटीको ग्रेभी? अनि हजुरलाई पानी मनपर्छ भने पानी पनि हाल्न सक्नुहुन्छ। त्यसपछि हामी ढिँडोको लागि पानी हाल्ने। अनि पानीमा हल्का पिठो छर्किदिने। अनि पानी यसरी उम्लेपछि हामीले पिठो हालेर अनि त्यसपछि आफूले मस्काउन सक्नेसम्मको पहिला पिठो हाल्ने। अनि हल्का मस्काउने। अनि त्यसलाई मस्काउन अब साह्रो भएपछि त्यसलाई चाहिँ मजाले प्रेस गर्नुपर्ने हुन्छ। मजाले यसरी प्रेस गरेर ढिँडो ओह्रालेर चाहिँ मजाले पाक्ने गर्नुपर्ने हुन्छ। नपाके फेरि पेट दुख्ने हुन्छ नि, त्यही भएर ढिँडो पाकिसकेपछि टक्क लाएर आमा छोरी ढिँडो खान लाग्यो। अनि यहाँनिर चाहिँ टक्क पस्किँदैछु। अनि पस्केर हाम्रो यस्तो साग छ। अनि त्यसपछि सुकुटी, साग र सुकुटीसँग ढिँडो कस्तो छ? अनि त्यसपछि हाम्रो रेडी भयो ढिँडो, सुकुटी, साग। अनि खाँदाखेरि त वाउ कति मिठो!